सो हेलो गुड मर्निङ त के भन्ने अहिले 12 साढे 12 हुन लागेको छ। सो आज म यसो पहेँतिर घुम्न जाँदैछु। सो आजको भ्लगमा तपाईहरुलाई स्वागत छ र म आज तपाईलाई देखाउँछु कि कस्तो छ पखेर बजार त्यो। सो लेट्स सी गाइज। सो अब हामी यहाँबाट पखेर लाग्छौँ हैन, र यो पुलको मजा एकदम बेग्लै छ। यो मोटरबाट बनेको धेरै भएको छैन, हामी मोटर आफूलाई कन्ट्रोल गर्दै गर्दै जानेछौँ। सो लेट्स सी गाइज। योदेखि उता तपाईँको पखेरदेखि मात्रै एउटा ग्राउन्ड जाने ठाउँ पनि छ होइन, तपाईँले आएर घुम्न सक्नुहुन्छ। यो हामी पुल पारी कट्यो भने सिङ्गा दाजुमा नि यता रह्यो भने हामी पखेर जान्छौँ। सो लेट्स सी। म तपाईँलाई पखेरको भ्यूजहरू देखाउँछु बिस्तारै है। सो गाइज अहिले हामी पखेरको पुलमा आएको छौँ होइन, र अब पखेरको पुलबाट हामी बिस्तारै पखेरतर्फ लाग्छौँ। यो घुमाउनेको भ्यूज अनि यो खोला सर देख्न सक्नुहुन्छ है तपाईँहरूले। र हामी पुल कटिसकेपछि देख्न सक्छौँ यो मेग्दी खोला ब्रिज भन्ने होइन। यो भ्यूलाई यसरी देख्न सकिन्छ। अब यहाँबाट चाहिँ हामी रोड कट्यो भने सर्लक्क लाएर मङ्गला यानि कि पखेरतर्फ लाग्नेछौँ। सो गाइज तपाईँ देख्न सक्नुहुन्छ यो पखेरको उकालो, र हामी यहाँबाट जाने बजार देखिन्छ। पिच रिसेन्टली सर्लक्क मिलाएर हिमाल देखिरहेको छ पर। सो वान अफ द चिसो पानी हेर्ने नेचुरल। ओहो टक्कै पखेरको भ्यूज। म अहिले सरतबाट आएको थिएँ है। सो गाइज वी आर रिटर्निङ टु द होम। गाइज अहिले म फर्किँदैछु, तातो पानीतिर जाँदैछु है पखेरबाट। सो म तपाईँलाई बिस्तारै बिस्तारै देखाउँदै जाँदैछु है। सो तपाईँ देख्न सक्नुहुन्छ मेग्दी खोला। यहाँबाट तल चाहिँ तपाईँको कहाँ जान्छ, मेग्दी खोला बेनी हुँदै जान्छ भने यो माथि यता हाम्रो दरबाङबाट चाहिँ खोला आउँछ है। र अहिले ठ्याक्क मजाले हेर्न सक्नुहुन्छ घुमाउनेको पहिरो सर्लक्क मिलाएर। र यताको पारीमा चाहिँ तपाईँको बुरङ्जा होइन, मैले तपाईँलाई अघि भनिसकेको थिएँ।